गरम कहाँ मठ अझ आसेन मठ आउनुलाई हो यो डुङ्गा छ नि त्यसको वारी गरम ओके बाई 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 फोन छ कि हामीलाई कस्तो याद आइरहेछ कि एक रातले पनि यस्तो गरान्छ कस्तो चिज हो है खतम कि होइन कोरै हो होइन बिचा मान्छे रातो भएको मान्छे हो गरम यो बाटोले है फेरि तर शहीदहरू बढी भएका है अब हामी मठ पुग्नलाई 15 मिनट 20 मिनटको बाटो छ राखेका छौँ मध्यपारी लोकमार्ग कहाँ गएर भेटिन्छ दाइ काँक्री गएर काँक्री गएपछि बल्ल हामीलाई सहज हुन्छ अलि धुलो खाइन्न भन्ने पूर्ण आशा छ हाम्रो नत्र त गरम भइरहेछ हाम्रो हेर्नुहोस् है देश विदेशबाट हेर्न सक्नुहुन्छ हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू हामी चाहिँ यस्तो घुमिरहेछौँ कि हेर्नुहोस् अनि कहाँ घुमिरहेका छौँ हेर्नुहोस् अब मठ आउँदैछ मठ भन्ने ठाउँ आउँदैछ रोल्पाको मठ लुम्बिनी प्रदेश सानो बाबु गरम फेरि चराखोललाई गाडीको तपाईँको गाडी त गरम उडिरहेछ गरम उडिरहेछ नदी गाडीले फेरि रोक्ने त्यही फेरि पाइपै हो पुरा झ्यापरहरू त पाइपै ल है गरम त्यसलाई भइसक्यो जिल्ला प्रहरी कार्यालय यहाँ पनि भइसक्यो भूमे गाउँपालिकामा आयौँ हामी रुकुम त होला भूमि होइन भूमि त रुकुम हो नि रुकुम हो कि भूमि त हो भूमि गाउँ रुकुमै हो भूमि गाउँपालिका रुकुम पूर्व हामी रुकुम पूर्वमा प्रवेश गर्यौँ ठवाङ अगाडिबाट भइछ र यो पनि एउटा टुरिस्ट हो कि टुरिस्टले भनेको कुरा हो कि यो पनि पहिला आफै टुरिस्ट बन्न पर्यो भने म हिमाचल छक्करै खाउँछु होइन तपाईँ के किन यसो गर्छ यार म त हामी सिङ्गो भएर पुगेको छक्कल पैसा थोरै उली जाने पाइ नमस्ते भन्छ अहिले अहिले आफै बन्न पर्यो भने आइदिएर रहेछ यहाँ योजना कतिको रहेछ यो सानो खालको कति हो क्यापेसिटी 7 नम्बर वडाकालाई गाउँपालिका रुकुम पूर्व जाने 7 नम्बर वडाकालाई भूमि गाउँपालिका प्रवेश गरिरहेका छौँ मकै गरम हो रे भन हो रे के हो रे ए हो रे गरम फक मुर्गा भइसक्यो यो रोलमा
पूर्वमा रहेछ है मुर्गा भैँसी रुकुम पूर्वमा पूर्वमा र रोल्पामा पनि मुर्गा भैँसी लिएको भन्ने हामीले समाचार सुनेको थियौँ। यो सत्यता हामी कुरा रहेछ। ढालामा बसेर मान्छे नचिन्दिने भएछ मिलाएर चिन्नु होला यसो अनुमान गर्नु होला खोइ जस्तो छौँ हामी त युद्धै जितेर आए जस्तो भयो टिका सिका लगाएको छ बर्बाद छ यहाँ हाम्रो अगाडि यो पनि हाम्रै गाडी हो आऊ आऊ दुर्गा बसाइको छ नि याद दुर्गा पर्साईको ठेगो आऊ आऊ दुर्गा बसाइको छ नि हाम्रो छ नि याद ठेगो आऊ आऊ